यसरी ठक्कै पछाडि सकेपछि चाहिँ यो रहेको धान जति पनि छ यसलाई चाहिँ टक्कै गोरुले मार्छ। यो तपाईँले ठक्कै यो हराउँछ टक्कै काममा हालिहाल्नु। टक्कै काममा हालेर चाहिँ टक्कै यो हेर्नु टक्कै फिजाएर चाहिँ जता राखेपछि फेरि अर्को बिटा पछाड्न जानुपर्छ। यसरी चाहिँ हामी बिटा आफै पछार्छौँ। यहाँ ट्र्याक्टरहरू आउँदैन, रोडै आएको छैन हो। अन्त हामीले यसरी पछारेर यसलाई फेरि यो धानलाई चाहिँ के अरे गोरुले मारेर चाहिँ त्यसरी चाहिँ यहाँबाट पनि धान निक्लिन्छ। यहाँबाट लाग्छ, लास्टमा चाहिँ बताएर हामीले बोरामा प्याक गरेर रोडमा निकाल्छौँ।